श्रीमती वास्तवमा कसरी पुरुषको सम्पत्ति हुन्छन्, आउनुहोस् यसै बारेमा कुराकानी गरौँ। नमस्कार, म सुमन बस्नेत। तपाईँ हेर्दै हुनुहुन्छ डिके नेपाल। पुरुष कति धनी छ भन्ने मूल्याङ्कन केवल उसको बैंक ब्यालेन्स, घर जग्गा, सुन चाँदी वा गाडीको संख्या हेरेर गर्न सकिँदैन। ती सबै त समयसँगै आउने जाने वस्तु हुन्। पुरुषको वास्तविक सम्पत्ति भनेको उसले जीवन साथीको रूपमा पाएको श्रीमती हो, जो उसको जीवन यात्राको मौन साक्षी मात्र होइन, सहयात्री पनि हो। जब पुरुषले सही, समझदार, प्रेमिल र त्यागी श्रीमती पाउँछ तब उसको घर केवल 4 भित्तामा मात्र सीमित रहँदैन, त्यो घर स्वर्गमा परिणत हुन्छ। बिहानको पहिलो मुस्कानदेखि रातको अन्तिम सान्त्वनासम्म हरेक पल अर्थपूर्ण हुन्छ। दुःख पर्दा आँसु पुछिदिने हात, असफलतामा आडस दिने आवाज, थकाइमा आराम दिने काग, यी सबै सम्पत्ति कुनै बैंकमा जम्मा हुँदैनन्, तर जीवनभर अमूल्य भएर साथ दिन्छन्। ठेस लाग्दा मलम लगाइदिने, गल्ती गर्दा कराएर होइन सम्झाएर सही बाटो देखाइदिने, संसारले साथ छोड्दा पनि नछोड्ने श्रीमती पाउनु भनेको ईश्वरको कृपा हो। यस्तो श्रीमती भएको पुरुषसँग धन थोरै भए पनि मन शान्त हुन्छ, आत्मा धनी हुन्छ र जीवन सन्तुलित हुन्छ। ऊ संसारकै सबैभन्दा भाग्यमानी र धनी पुरुष हो, किनकि उसको जीवन प्रेम, विश्वास र आशिषले भरिएको छ। तर जीवनले सधैँ यति सहज बाटो मात्र देखाउँदैन। यदि पुरुषले गलत जीवन साथी पायो भने उसका दिनहरू बाहिर हाँसु र भित्र हाँसुमा बित्छन्। निरन्तर झगडा, अविश्वास, असमझदारी र अहंकारले घरलाई नर्कमा बदलिदिन्छ। पैसा प्रशस्त भए पनि मन अशान्त हुन्छ, सफलता भए पनि आत्मा खोक्रो हुन्छ। ऊ कति अगाडि बढ्छ कि कति पछाडि पर्छ, त्यसको गहिरो प्रभाव श्रीमतीको साथ, समझदारी र प्रेरणाले निर्धारण गर्छ। श्रीमतीले साथ दिन् भने साधारण पुरुष पनि असाधारण बन्न सक्छ, साथ दिइनन् भने सक्षम पुरुष पनि भत्किन सक्छ। त्यसैले स्पष्ट रूपमा भन्न सकिन्छ, पुरुषले पाएको सबैभन्दा ठूलो वरदान पनि श्रीमती नै हुन् र सबैभन्दा ठूलो श्राप पनि श्रीमती। सही श्रीमतीले जीवनलाई फुलबारी बनाइदिन्छन्, गलत श्रीमतीले काँडाघारी। जो पुरुष जीवनमा आफ्नै श्रीमतीलाई सम्मान गर्छ, उसको भावनालाई बुझ्छ, उसको योगदानको कदर गर्छ र माया गर्न जान्छ, त्यो पुरुष नै साँचो अर्थमा धनी हो, किनकि उसले केवल सम्पत्ति होइन सुखी जीवन कमाएको छ।